अर्जेन्टिनाको नाम छुट्यो भने त्यो अपुरै रहनेछ। सदाबहार दावेदार अर्जेन्टिनाले दक्षिण अमेरिकी छनौटको शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो। छनौटमा अर्जेन्टिनाले 18 खेल खेल्दा 12 जित 2 बराबरी र 4 हारको नतिजा निकालेको थियो। छनौट प्रतियोगितामा लियोनल मेस्सीले सर्वाधिक 8 गोल गरेका थिए। अर्जेन्टिनाले 19औं पटक विश्वकपमा सहभागिता जनाउँदैछ। टोली 3 पटक च्याम्पियन बन्दा 3 पटक फाइनलमा पराजित भएको छ। अर्जेन्टिना 4 पटक क्वार्टर फाइनल, 3 पटक अन्तिम 16मा पुगेको थियो। टोलीले 3 पटक भने समूह चरण पार गर्न सकेको थिएन। विश्वकपमा अर्जेन्टिनाले 88 खेल खेल्दा 47 जित 17 बराबरी र 24 हारको नतिजा निकालेको छ। अर्जेन्टिना सन् 1930 को पहिलो संस्करणमा उपविजेता भएको थियो। सन् 1934 को विश्वकपमा अन्तिम 16 सम्म पुगेको अर्जेन्टिनाले त्यसपछिका 3 संस्करणमा भने सहभागिता जनाएको थिएन। टोलीले सन् 1958 मा पुनरागमन गरेको थियो र विश्वकप जित्न टोलीले सन् 1978 को विश्वकप कुर्नु पर्यो। उक्त संस्करणको आयोजक अर्जेन्टिना नै थियो। टोलीले त्यसपछिका हरेक संस्करणमा सहभागिता जनाएको छ। त्यसपछि टोली सन् 1986 को विश्वकपमा दोस्रो पटक च्याम्पियन बन्यो। त्यो विश्व फुटबलका महान खेलाडी म्याराडोनाको युग थियो। तेस्रो उपाधिका लागि भने अर्जेन्टिनाले लामो समय कुर्नु पर्यो। 40 वर्षको अन्तरालपछि टोली सन् 2022 को विश्वकपमा च्याम्पियन बनेको हो। यसबीचमा टोली सन् 1990 र 2014 को फाइनलमा निराश भएको थियो। यसपटक टोली उपाधि रक्षा अभियानका साथ उत्तर अमेरिकी भूमिमा उत्रिँदैछ।